हामी चाहिँ बिहानको खाना खाएर आज वेदर एकदम राम्रो थियो। छोरीहरूलाई लिएर बाहिर घुम्न हिँड्यौँ। एउटी चाहिँ सुती छिन् है। अनि हामी चाहिँ बस कुर्दैछौँ। बाहिर चाहिँ यस्तो छ आजको मौसम। आज धेरै दिनपछि घाम लागेको है। क्या खुसी लाग्छ घाम लाग्दा पनि। अनि हामी चाहिँ लाग्यौँ अब त्यो अगाडिको बिल्डिङ चाहिँ चर्च हो क्या है, जर्मनीको। सानी म यहाँ हाँस्दै छिन् मलाई हेरेर। अनि उनी चाहिँ निदाइ छिन्। कस्तो राम्रो छ यहाँ ठाउँहरू। अनि यो चाहिँ हाम्रो घर नजिकैको हो। हामी चाहिँ यहाँ प्रायः जस्तो आइरहेको छौँ क्या हिँड्नको लागि। बिहान बेलुका कस्तो राम्रो आनन्दको शान्त ठाउँ छ। अनि यहाँ रुन थालिन्। अनि एकछिन मैले डान्स गरिदिएको हेरेर बसिन् सानी छोरी। अनि फेरि लाग्यौँ हामी। अनि हिँड्यौँ हामी। अनि छोरीहरू मजाले सुतिरहेको थिएँ। अनि त्यसपछि अब मैले यहाँ बाटोमा कस्तो राम्रो फुल देखेँ सानो। अनि यहाँनिर अर्को पार्क छ। यो चाहिँ बाटोको छेउको अर्को पार्क हो। अनि त्यहाँ लाग्यौँ हामी अब घर फर्केको। अनि सानी चाहिँ यहीँ बाबासँग गफ गर्दै छिन् मक्ख परेर। कति धेरै गफ गर्नुपर्छ यो सानो मान्छेलाई, मुखमा हेरेर हाँसिदिनुपर्छ। अनि ठुली छोरी चाहिँ मेरो काखमा छिन्, मसँग छिन् यहाँ। उनी चाहिँ स्नुली खाँदै छिन् यहीँ। अनि त्यसपछि यो चाहिँ मै हो है। अनि फेरि अब होलीको रङ लगाइयो फेसमा। छोरीहरूको पहिलो होली है। ह्याप्पी होली सानो मान्छेहरूलाई। कति खुसी भएका कलर लाउँदाखेरि। अनि एकअर्काको कलर हेरेर बसे। अनि हामीहरूले पनि टिका लगायौँ। अनि ह्याप्पी होली सबैजनालाई। ह्याप्पी होली फेरि पनि होलीको रङ जस्तै सधैँ राम्रो होस् सम्बन्ध।